के तपाईलाई थाहा छ पाल्पामा यस्ता ठाउँहरू छन् जहाँ पुगेर तपाईले आफैलाई भुलिहाल्नुहुन्छ। नमस्कार साथीहरू, पार्ट 1 को मायाको लागि धेरै धेरै धन्यवाद। यस्तै भिडियोको लागि फलो गर्न चाहिँ नबिर्सिनु होला है, तपाईको मायाले अझै हौसला मिल्नेछ। पहिलो ठाउँ कौले डाँडा, निस्ती गाउँपालिका जिरुबास अवस्थित 1500 मिटर उचाइमा बसेको यो स्वर्ग। यहाँ आउँदा मलाई के महसुस भयो थाहा छ? जस्तै कि प्रकृतिले मलाई आफ्नै काखमा लिएको छ। चारैतिर हरियाली, ताजा हावा र हिमाल हेरेर मन नै भरिन्छ। दोस्रो ठाउँ कौडेलेख, माटागढी 3 पाल्पामा अवस्थित यो ठाउँ समुद्री सतहबाट 1836 मिटर माथि छ। यहाँ आउँदा लाग्छ कि संसार नै फरक छ, कति शान्त कति सुन्दर। यो प्यानोरामिक भ्यू, माथि हिमाल र तर उपत्यका, अति सुन्दर भन्दा पनि सुन्दर। र अन्तिममा तर सबैभन्दा पावन ठाउँ भैरवस्थान मन्दिर, तानसिनबाट करिब 11 किलोमिटर टाढा। वा यो दृश्य, यो ऊर्जा र भक्तिको वातावरण। यहाँको सबैभन्दा विशेष कुरा भगवान भैरवलाई चढाइने रोड। यो चामलको पिठोबाट बनाइन्छ र यसको सुगन्ध आहा चारैतिर फैलिएको हुन्छ। यो स्वाद र महक तपाई कहिले भुल्न सक्नुहुन्न है। तपाईहरुले यी ठाउँ घुम्नु भएको छ त? अनि नेक्स्ट पार्टमा कुन ठाउँ कभर गरौँ कमेन्टमा शेयर गर्नु होला है त। धन्यवाद।